सोलुखुम्बु जिल्लामा रहेका पुरातात्विक महत्वका गुम्बाहरू मध्येको एक हो झ्यासा गुम्बा। सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीदेखि केही माथि दुधकुण्ड नगरपालिका वडा नम्बर 6 मा अवस्थित छ यो गुम्बा। प्राकृतिक रूपले अति नै सुन्दर छुतोक झ्याल्सा बजार मेन्दोपाके थातिङ बस्तीको केन्द्रबिन्दुको रूपमा रहेको यो गुम्बा निकै पुरानो गुम्बा मानिन्छ। हजारौं वर्षदेखि बौद्ध शिक्षा अभ्यास, गुम्बा शिक्षा र ध्यान केन्द्रको रूपमा रहेको गुम्बाको अभिलेखमा उल्लेख गरेको पाइन्छ। आज मेरो कार्यकालमा मात्र लामा नभइकन धेरै अगाडिदेखि नै हाम्रो चाहिँ जुजु बाजे जुजु चाप्चुदेखि नै यहाँ टिबेटबाट आउनु भएकोदेखि नै यहाँ नेपाल आएपछि त्यहाँदेखि नै एउटा लामाको चाहिँ पेसामा चाहिँ उहाँले काम गर्नुभएको रहेछ। त्यसले गर्दाखेरि अब अहिले मेरो कार्यकालसम्ममा चाहिँ अब 8औं पुस्तासम्म चाहिँ हामीहरू यो ठाउँमा चाहिँ अब कुनै नटुटिकन चाहिँ अब धार्मिक प्रचार प्रसार यस्तै चाहिँ अब शिक्षा चेलाहरूले चाहिँ अब वाङ लुङ दिने अब त्यो काम चाहिँ अहिले मेरो कार्यकालसम्म चाहिँ नटुटिकन मैले त्यो बाबुको सिकेपछि पनि मैले अहिले चलाइरहेको छु। अनि यहाँ शिक्षा दीक्षा लिने मान्छेहरू चाहिँ धेरै जस्तो पूर्वी साइडबाट यहाँदेखि उता इलाम दार्जिलिङको चाहिँ माथि लेकको चाहिँ दार्जिलिङको लेकदेखि लिएर चाहिँ इलाम अनि त्यहाँबाट चाहिँ इलामदेखि यता चाहिँ ताप्लेजुङ सङ्घुवा सभा त्यहाँदेखिको चाहिँ चैनपुर त्यहाँदेखिको पनि माथि लेखाली शेर्पाहरू सबै उहाँहरूको चाहिँ शिक्षा दीक्षा लिने यहाँ ठाउँ यहाँ हो। अनि यहाँबाट बढी यहाँ शिक्षा दीक्षा लिनेहरू चाहिँ अनि अब जस्तो कि अब भोजपुर जिल्लामा हाम्रो सोलु जिल्लामा पनि अब धेरैजना मेरो भाजेको चेला भनौँ, मेरै बुवाको चेलाहरू भनौँ। अब अहिले मैले मेरो आफ्नो चेलाहरू त अहिले भर्खरै ठिटा एक किसिमको अहिले छँदैछ। अब बुवा र भाजेको चेलाहरू जति पनि अब उहाँहरू बित्नु भएको छ उहाँहरूको पनि धेरैजना चेलाहरूको पनि अवतारी लिएको छ। अवतारी आएर चाहिँ कोही अब मैसुरमा पढ्दैछ, कोही अब देहरादुनमा पढ्दैछ, कोही काठमाडौँतिर पनि पढ्दैछ, कोही अब कालिम्पोङतिर पढ्दै हुनुहुन्छ। अनि अहिले पनि यहाँ मेरो बुवा 37 सालमा बुवा स्वर्गीय हुनुभयो। स्वर्गीय भएपछि त्यहाँदेखि पनि अहिलेसम्म यहाँ यो ठाउँमा अब चाहिँ चेलाहरू आउनु र यहाँ गुफा बस्नु अहिलेसम्म पनि टुटेको छैन। पहिले यहाँ सोलुमा गुम्बा सबभन्दा फार्स्टको गुम्बा त्यही झ्यासा हो। त्यहाँबाट चेवाङ भयो, त्यहाँबाट चाहिँ मेन्दोपाके भयो, त्यसो भएर गन्दाङ सभा पहिलेको गुम्बा। यो गुम्बा चाहिँ पहिले सुनमा धुरिपमा थियो, तल धुरिप बनमा त्यहाँ तल धुरिपमा थियो। धुरिपबाट चाहिँ यो गुम्बा यहाँ पछि यहाँ सार्नु भयो। गुम्बा रहेको स्थान पवित्र स्थान अर्थात् पवित्र भूमिको रूपमा लिने भएकोले यस गुम्बालाई झ्यासा भनी पुकार्ने गरिन्छ। त्यस्तै गरी स्थानीय भाषामा झ्या भन्नाले इन्द्रेणी लागिरहने भएको हुँदा यस गुम्बा झ्यासा गुम्बाको नामले चर्चित छ। झ्या भने चाहिँ हामीले चाहिँ अब इन्द्रेणीले हामीले चाहिँ हाम्रो शब्दबाट झ्या भन्छ। अब यहाँ पहिला मेरो जुजु भनौँ न, जुजु चाहिँ अब यहाँबाट यो छितोकको माथि डाँडामा त्यहाँ गुफा बस्नु भएको छ। त्यो डाँडा पनि यसो चाहिँ असाध्यै राम्रो छ, त्यहाँ गुफा बस्नु भएको छ। अनि त्यहाँबाट चाहिँ त्यहाँ गुफा बस्दाखेरि यो ठाउँमा चाहिँ सधैँ नै इन्द्रेणी लाग्ने। अनि त्यसले गर्दाखेरि अब झ्यासा भने इन्द्रेणी लाग्ने चाहिँ भूमि भनेर चाहिँ अब चाहिँ यहाँ चाहिँ वैदेशिक यो ठाउँबाट चाहिँ हाम्रो चाहिँ बौद्ध धर्मको चाहिँ प्रचार प्रसार चाहिँ यहाँबाट हुन्छ भनेर चाहिँ अनि उहाँले पछि यहाँ चाहिँ यस्तै चाहिँ अब लामाहरू बस्नुको लागि चाहिँ
उहाँले चाहिँ ठाउँको लागि कराउनु भएको छ। अनि यो जग्गा चाहिँ अब खास गरी चाहिँ दोरपाली भन्ने दोरपालीहरू यहाँको जालसालीहरू यहाँको चाहिँ उहाँहरूको जग्गा रहेछ। अनि पछि अब जालसाको लामालाई चाहिँ चढाउने भनेर उहाँले चढाएछ। चढाएपछि पहिला चाहिँ यसरी चढायो। चढाएपछि पछि चाहिँ मेरो बुवाले चाहिँ अनि यहाँ चाहिँ गुठी दर्ता गर्नुभएको छ। जासा भनेको चाहिँ छ हो यो गुम्बा स्थानमा बसिएपछि यो जा भनेको चाहिँ माथिबाट यो अहिले यस्तो एउटा किन्द्रे जस्तो एउटा लगाउ हुन्छ नि भएपछि त म यहाँ त्यस्तो चाहिँ यहाँ झ्याफुप्सी गरेर चाहिँ माथि यसो ठ्याक्कै उ गरेर चाहिँ झ्याफुप्सी गरेपछि अनि जासा भन्ने चाहिँ नाम लाग्यो खासै। प्रत्येक वर्ष यस पुरातात्विक महत्त्व बोकेको गुम्बामा छेजु, न्युङ्ने, डुवा, डुक्पा छेची, थबाब थुचेन, गुरु छेङ्गे छाम भव्य रूपले मनाउने गर्दछन्, जसमा गुरु छेङ्गे छाम विशेष रहेको छ। दुई 2048 सालदेखि निरन्तर प्रत्येक वर्ष यसरी नै गुरु छेङ्गे छाम आयोजना हुने गर्दछ। यस तान्त्रिक नृत्यमा गुरु पद्म सम्भव अर्थात् गुरु रिम्बुचेसँग सम्बन्धित लीलाहरू प्रस्तुत गर्ने गरिन्छ। पवित्र पुरातात्विक र विशिष्ट गुरुका कारण एक समयमा खोटाङ, भोजपुर, शङ्खसभा लगायतका अन्य स्थानबाट बौद्ध धर्म अभ्यासका लागि बौद्ध भिक्षुहरू यस गुम्बामा आइपुग्ने गर्थे। त्यतिखेर त दार्जिलिङ, कालेबुङदेखिको यहाँ गुफा बस्नु भित्र थाप्नु आउँछ। अनि यो उता पूर्व पश्चिमपट्टिको नि थुप्रो आउँछ। पूर्वपछि उता तौरु भन्छ, तौरुदेखिको थुप्रो आउँछ। अनि यता अब जुम्बेसीमा त जुम्बेसीमै लामो छ गुम्बा छ, चिवाङमै गुम्बा छ, त्यहाँ नै लामो छ। पहिले हाम्रो बा पनि चिवाङ गुम्बामा टाढा भएर बस्नुहुन्थ्यो। टाढो त्यति बेला थुप्रो छ, टाढो उन्दो पारी छ, चली गाउँबाट, कोही सारेबाट, कहीँ लोदिङबाट, खोरियाबाट, हर जग्गाबाट भित्र खर्कादेखि उता सबै जग्गाबाट आएको त्यस्तो साथीहरू थुप्रो थियो होला। अब मेरो उमेरको त धेर जस्तो अब बित्नु भयो। अब यहाँ बुढा खाल्दा अब हामी यहाँ 2-3-4 जना मात्रै छ। यस गुम्बाबाट उच्च शिक्षा लिएका बौद्ध धर्मगुरु विद्वानहरू धेरै क्षेत्रमा फैलिएका छन्। त्यसैले त यो गुम्बाको चर्चा निकै हुने गर्दछ। पहिले जिजु बाजेदेखि मेरो पालादेखि मात्रै होइन, पहिले मेरो जिजु बाजेदेखि नै जालसा गुम्बासँग आबद्ध भएर उहाँहरू मुनि नै भेद थापेको हो। भेद कसरी गर्नुपर्छ, हामी न्युमासँग भएर हामी न्युमाले के नियम पालन गर्नुपर्छ भन्ने चाहिँ मैले मात्रै होइन, मेरो बाजेदेखि नै यो जालसा गुम्बाको औतरी गुरु लामाबाट नै सिकेको हुनाले मैले पनि त्यहीँबाट नै मैले पनि यो कुराले व्याख्या गर्दै आएको हुँ। विभिन्न धार्मिक कार्यक्रमको आयोजना गर्दै आएको यस झासा गुम्बाले एउटा उत्कृष्ट धार्मिक कार्यक्रमको हालै आयोजना गरेको छ। 10 करोड वज्रगुरु मन्त्र जप अर्थात् वज्रगुरु तुङडुपको भव्य रूपमा आयोजना गरी सम्पूर्ण प्राणी कल्याण र विश्व शान्तिको कामना गरेका थिए। 2 साता निरन्तर जप पछि कार्यक्रमलाई
भव्य समारोहको बीच सम्पन्न गरेको थियो। उत्कृष्ट धार्मिक कार्यक्रमको उद्घाटन धर्मगुरुहरू टुल्कु ज्याम्पल ओङपु, टुल्कु नामदाक छोइङ, टुल्कु ज्यामयाङ ओङपु, निमा जाङबु रिम्बुछे लगायतका विभिन्न गुम्बाका टुल्कु, खेम्पो र लोपेनबाट भएको थियो। कार्यक्रमलाई सफल बनाउन भोजपुर, खोटाङ, शङ्खसोबा, ओखलढुङ्गा र सोलुखुम्बुका विभिन्न स्थानबाट बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रह्यो। अब ठुलो कार्यक्रम नभए पनि सानोतिनो कार्यक्रम राख्न सकिन्छ कि भन्ने आशले पनि आयो। कस्तो भइरहेछ पूजा? यहाँ पूजा एकदम राम्रो भइरहेछ। पूजा मलाई साह्रै राम्रो लागेछ। अब टाढो भए तापनि धेरै राम्रो लागिरहेछ। अब भोजपुरमा त यस्तो ठुलो ठुलो गुम्बाहरू छैन र ठुलो ठुलो टुल्कुहरू पनि छैन। यहाँ त अब टुल्कुहरू अवतारीहरू पनि दर्शन गर्न पाइयो, त्यही हामीलाई खुसी लागेछ। र हाम्रो जिल्लामा पनि केही सानोतिनो यस्तो बजङ्गुरु कार्यक्रम राख्न सकिन्छ, न्यूने कार्यक्रम राख्न सकिन्छ कि भनेर हामीले पनि एउटा प्रयास गरिरहेका छौँ। गुम्बालाई आस्था बुझेर यसरी म आउनुपर्ने कारण चाहिँ मेरो के छ भने, जुन यही गुम्बामा म सानोदेखि पढेँ र यही गुम्बामा मैले टिचर पनि 5 वर्षसम्म गरेँ। अहिले जुन गुरु छेन्जे कछामको यो उम्जे भनौँ, अब यसको रेखदेख पनि मैले नै गरिरहेको छु। र यसपालि भने हो भने यो यति यो गुम्बा बनाउने मर्मत गर्नेदेखि सबै अब म भदौदेखि यहीँ खटेर बसेको छु। र त्यसले अब यो सानोमा किनभने म यहीँ पढेर यहीँ टिचर पनि गरेँ, त्यसकै आस्थाले म त्यत्रो टाढो भएर पनि यो गुम्बाप्रति एकदम मेरो माया। दुई सातासम्म चलेको विशेष पूजा र वज्रगुरु जप कार्यक्रममा ज्याटुल रिम्बुछेको उपस्थिति निकै महत्त्वपूर्ण रहेको थियो। एक सातासम्म रिम्बुछेको प्रत्यक्ष उपस्थितिमा पूजा र वज्रगुरु जप भएको थियो। प्रत्येक बिहान साङ सिर्किम अर्थात् भूमि पूजा, दिउँसो रिम्बुछेद्वारा प्रवचन, त्यसै गरी प्रत्येक दिन याङसाप कोन्छोक चिदुक जप गर्ने गरियो। कार्यक्रममा लुङ, वाङ, छ्याम समेत गरी सम्पूर्ण प्राणी कल्याण र विश्व शान्ति र आत्मा शुद्धिकरण गरेका थिए। धर्मगुरु ज्याटुल रिम्बुछेबाट वज्रगुरुको लुङ, मिलिङ रिग्जेन थुक्तिकको वाङ अर्थात् अभिषेक, त्यसै गरी छेटुप याङ्गिन छेवाङ अर्थात् आयु अभिषेक प्रदान गर्नुभएको थियो।
एकदम राम्रो खुसी भयो नि। यता हाम्रो सोलु भोरको सबै छेटो लामा खेलबोहरू सबै पाल्नु भयो, सबै गुम्बाको पाल्नु भयो। साथी मेलाबाट राम्रो खुसी लाग्यो, राम्रै भयो। दुनियाँलाई राम्रो सन्डे होस् भनेर एकदम हामी पनि मनमा त्यही जापेको छ। अब यो दुनियाँ सबैले राम्रो होस् भने अब बच्चा गोरु अब सबै ठाउँमा गएको थियो। यसपालि चाहिँ हाम्रो यहाँ झासा गुम्बामा हुँदाखेरि हामीले पनि धेरै खुसी लाग्यो, हामीले पनि धेरै राम्रो लाग्यो। यो बच्चा गोरु भनेको चाहिँ गाउँमा एक ठाउँमा गरेपछि यसको चाहिँ यो गाउँमै नै सबैले सन्धि राम्रो हुने। पुरातात्विक महत्त्व बोकेको झासा गुम्बा पनि भूकम्पबाट क्षति भएको छ। जाल्सा लिनेज फाउन्डेसनद्वारा यस गुम्बाको मर्मत सम्भार र पुनर्निर्माण कार्य सुरु गरिसकेको छ। यस्तो महत्त्वपूर्ण पवित्र र ऐतिहासिक गुम्बाको संरक्षणको लागि तपाईको साथ र सहयोगको अपेक्षा गर्दछौँ। जाल्सा लिनेज फाउन्डेसन। उहाँ प्रमुख लामा एउटले मात्रै उहाँले यो गरेर त अब धेरै उहाँले पनि धेरै पछिनेकै बावजुद छ। यसको लागि अब यो गुम्बाबाट नै हामीले सबैले अब यो नेपाल अधिराज्यभरिमा जहाँ जहाँ शेर्पाहरू बसेको छ त्यो शेर्पाहरू यहीँकै चिलापले गर्दा यहाँबाट बेद पाएको हुनाले अब यसलाई आफ्नो गच्छे अनुसारले एउटैले धेरै थुपार्नुपर्छ भन्ने छैन। आफ्नो गच्छे अनुसारले सकेसम्म यो गुम्बालाई सहयोग गर्नु सबै तयार नै हुन्छ। किनभनेदेखिलाई अब यसलाई अथवा यसलाई भत्काएर नयाँ बनाउनु त अब यसलाई किनभने सम्भव छैन होला। यसले के तरिकाले चाहिँ अब यसलाई बाँच्ने उपायहरू गरेर गर्नुसम्मको लागि चाहिँ आर्थिक सहयोग चाहियो मान्छेलाई। आर्थिक सहयोगको लागि यत्रो भेला भए मान्छेमा कोही पनि पछाडि हार्ने होला छैन। त्यसरी यो सबैजनाहरू चाहिँ भन्नुपर्ने हो। यस्तै भएर चाहिँ आओस् अलिअलि सहयोग सरकारबाट हुँदा अलिअलि सहयोग पनि माग्नु पऱ्यो। सबैजना सबै सराउन सबैले गरेर चाहिँ अब आमाले मात्रै एकजना त गर्न सक्ने कुरो होइन भनेदेखि अब सबैजनाहरू चाहिँ गुम्बाले चाहिँ सबैजनाहरू चाहिँ यसो सहयोग गरेर चाहिँ भन्नुपर्छ। तर अब त्यो पुरानो गुम्बालाई एउटा ऐतिहासिक पुरानो गुम्बा भएको हुनाले अब यसलाई अब हामीले अब मैले मात्र होइन अब यहाँको जति पनि पहिला मेरो बुवा भाजेको चेलाहरूदेखि लिएर सबैले यसलाई चाहिँ एउटा स्याहार सम्बर र यसलाई चाहिँ राम्रोसँग चाहिँ यसलाई मर्मत गर्नुपर्छ भनेर चाहिँ मलाई सबैबाट चाहिँ अब सल्लाह दिइरहेको छ। र तर मैले अब त्यसलाई अब मर्मत गर्नेले पनि अहिलेको जमानामा अब हाम्रो सरकारले त्यति रकम यहाँ उपलब्ध हुन सक्दैन। मैले त्यही हो अब बाहिरको चाहिँ अब विदेशीहरूसँग हुन्छ कि अब स्वदेशी अब नेपालीहरूसँग बुद्धिस्टहरूसँग हुन्छ कि उहाँहरूसँग नै हामी चाहिँ सरसल्लाह उहाँहरूबाट सहयोग लिएर नै अब यसलाई चाहिँ मैले मर्मतलाई चाहिँ गर्नु नै पर्ने हुन्छ। त्यसै गरी बाहिरबाट आउने गुम्बा बस्ने मान्छेहरूको लागि चाहिँ डुप्टा भन्छ। त्यसलाई चाहिँ 3 वर्ष 3 महिना 3 हप्तासम्म बस्नको चाहिँ एउटा डुप्टा भनेर पुरै छाम बस्ने त्यसको लागि एउटा घर बनाउने होला। मैले चाहिँ त्यो एकदमै त्यसको लागि ठुलो सोचेको छु। त्यसको मैले चाहिँ नक्साहरू पनि म आफै पहिला गुम्बा विकास समितिको अध्यक्ष हुँदाखेरि मैले त्यहीँकै इन्जिनियरले मैले बनाउन लगाएको छु। त्यो मैले काम पुरा गर्न सकेको छ, त्यो पनि मैले पुरा गर्नु छ। अनि यहाँ अब हामी नेपाली भयो, अब हामीले बुद्ध धर्म हामी बुद्धिस्ट हो भने चाहिँ बुद्ध धर्मको ज्ञान मात्रै बुद्धिस्टको चाहिँ अब सम्पूर्ण लिपि मात्र पढेर चाहिँ नहुँदो रहेछ। अब हामी बाहिर विदेशतिर पनि जानु पऱ्यो। हामी नेपाली नागरिकता भएपछि जोसँग पनि अलिअलि सानो जग्गा जमिन छ त्यसको लागि चाहिँ अब कागजपत्र हेर्नुको लागि पनि नेपालीको पनि जेतै आवश्यक मैले ठानेको छु। त्यसले गर्दाखेरि मैले यहाँ एउटा प्राइमेरी स्कुलको चाहिँ मैले स्थापना गर्नुको लागि मैले नेपालमा जुन अब यहाँ जुन माओवादीको जुन करानी नहुनु भने पहिला मैले एउटा स्कुल विद्यालय बनाउने भनेर